गाडी जान्छ पवनले गर्दा ढिलो भएको नि आज यो केटाले गर्दा ढिलो भएको यो भगवानले गर्दा ढिलो भयो क्या यो रवि गद्दु हामी त लाग्छ सबै नि है यस्तो छ जिन्दगी होइन एउटा भिडियो सुटिङ गर्नु छ बनाउनु छ मलाई भान्सा माछा देऊ त मेरो बेसी भरिनु निकै छ नि बल्ल बल्ल बुझ्दैन ए हिल्यो होला ढुकी पक्रेर यो छ नि त फेरि होइन मलाई मन परिरहेको थियो होइन यो मन परिरहेको थियो नि त मलाई मर्दैन यो मर्दैन के हो कति हो कति हो देखा त पवन हात देखाइदियो नि यहाँ ल हाल त देखाउला बोला ढिलो निस्किन्छ कति त यसरी यसरी ढिलो निस्किन्छ है ढिलो निस्किन्छ यो त जो तिनवटा टाउको काट्छ नि भाइको अघि त टाउको मात्रै गएको थियो कति हो त्यो बुझ्दैन ए फ्रेस भयो दियो त अन्त ढुङ्गा मुनिको पल्ट्यौ के हो भागे ढुङ्गा निकाल ठुलो ढुङ्गा निकाल न केटा हो खै बुझ्नु निस्केछ यो भनेको होइन यो माछा हो नि है
हेला गरेको कस्तो बुझ्नुलाई है कत्ले खालि खोज्छु भन्छ सबैजनाले यो सबै कत्ले हो बुदुना हिलेहरू चाहिँ हाम्रो भान्जाले कलेक्ट गर्दै हुनुहुन्छ बेलुका फ्राई गर्नुलाई यहाँले हाम्रो सबैजना हाम्रो मछुवारेहरू चाहिँ कत्लेको खोजीमा के हो त्यो त्यो हाल्नुपर्छ त्यहाँ नहाल्न त्यो कति बेला हाल्नुपर्छ त एउटा जलमा त मर्छ नि हो मर्छ जल्दै मर्छ त्यो त छोड न त्यो त मर्छ एउटामा मात्रै रोकेन यहाँ लिएर जल यहाँ फ्रेस भएछ नि बेस अर्कोमा हाल्दै गर्न तँ यो जर्जिन त अर्को यहाँ हाल्यो कत्ले बरु यसमा ल मर्दैन यसमा बरु हामी माछा मारिसकेर घर फर्किँदैछौँ माछा त सबै गएछ नि ए गाडी उलेर चाहिँ मसा उयो है लामो छ त्यो यो एउटा पनि छैन सासै छैन यो खासै उयो भयो नि अघि
कम्ता माछा मर्यो विश्वास भयो त है फोक्टे माछा मरेछ त्यो पनि मरेछ है रड्डी भने यो तल खाना मर्दैन यो गइरहन्छ फोक्टे मात्र जान्न पर्छ माछा त भइरहेको भएछ नि ओइ यो चाहिँ उयोहरू बुदुनाहरू यो पेस छ यो पेस यो खानु लिएको कि खाने हो बुदुनाहरू नि ल चाहिँ कता कति बाँडेर म लादिन हैन कति नि त छैन ए बिट लान्छु म मरेको बाजाले यसमा पक्राइ भयो है को छ माछा